गाइस यस्तो नाली भने कस्तो क्लिन सफा देखिएछ है। सबैमा मर्निङ चाहिँ मर्निङ वाक खाँदा पनि सपिङमा जाने क्रममा होइन के छ समथिङ अब रमाइलो दुःख सुख जे भने नि यस्तै छ जिन्दगी के बच्चैदेखि हिँड्ने बानी परेको त्यही भएर हिँड्दा एकदमै रमाइलो नि लाग्छ। अब के भन्ने यस्तो भिडियो बनायो हाल्यो होइन कसलाई सुनाउने होइन एउटा भिडियो बनाउने हो। अरू मान्छेसँग बोल्न त शरम आउँछ होइन। एक्लै भिडियो बनाउँदै हिँड्दै बोल्दै जाने यही त होइन। त्यो पारी चाहिँ सुकेको छ होइन। तर मलेसियामा चाहिँ यस्तै झार चाहिँ यस्तो सुक्की राम्रो चाहिँ लाग्दैन होइन। एभ्री टाइम यो देख्नुभयो नि यता यस्तै हरियाली हुन्छ है सधैँ। त्यो चाहिँ मेडिसिन औषधि लगाएर त्यसरी सुकाएको नभए होइन। मलाई चाहिँ आजसम्म मैले आएर यस्तो उराठ लाग्दो चाहिँ देखेको यो चाहिँ समथिङ भन्छ नि औषधि लगाएर झार मारेको कि नत्र त्यस्तो चाहिँ हुँदैन होइन। र जाने क्रम जारी छ होइन। हिँड्दै जाने हो। धेरै लामो भिडियो होला होइन साथीहरू भन्नु न। विदेशमा कति साथीहरूले भन्छ होइन रियालिटी र वास्तविकता चाहिँ यो होइन। तर कुनै पनि ठुलो महलको छेउछाउमा गएर फोटो खिच्नु समुद्रको छेउमा गएर फोटो खिच्नु वाउ यार म पनि विदेश गयो भने त यस्तै गर्छु होला भने त्यो चाहिँ आफ्नै ठाउँमा छ कि साथीहरू होइन। दुःख अनि सुखलाई समेट्ने हो भने कि तर त्यो ठाउँमा जान अर्काले फोटो लगाएको मैले पनि त्यस्तै सोच्थेँ कि पहिला विदेश नगएर फलानु त दुबई गएछ यार मलेसिया गएछ। अहिले त दुबई मलेसियाको के कुरा गर्नु अहिले त युरोपको कुरा गर्छ नि होइन। तर युरोप होस् दुबई होस् जुनसुकै कन्ट्री होस् तर हाम्रो लागि चाहिएको सबैभन्दा ठुलो पैसा हो। तर युरोप गएर युरोपमा चाहिँ पैसै नभए पनि ओ युरोप तर त्यहाँ बस्ने मान्छेलाई थाहा छ नि त्यहाँको दुःख त्यहाँको यथार्थ होइन। र जे केही भयो नि परदेशी भएपछि परदेशीको फिलिङ्स अनि अनुभवहरू चाहिँ थाहा हुन्छ कि त्यो भएर पनि हो यस्तै छ। सो गाइस होइन भिडियो धेरै लामो भयो होइन। बोल्ने हो भने त एउटा कहानी एक रातै बिताइन्छ होला होइन। तर अब अहिलेलाई यति नै बिट मारौँ। र समथिङ म चाहिँ अहिले कहाँबाट होला यो मान्छे भन्ने अलिकति कतिपय साथीहरूलाई थाहा नहुन सक्छ होइन। म चाहिँ मलेसियाबाट हो र मलेसियाको चाहिँ यो सेनावाङ होइन देख्छु त क्लब कम्पनी ठुलो कम्पनी देखिँदैछ। र कतै पनि साथीहरूले चाहिँ के सोचेको नि हो मलेसियामा बसेर के भिडियो बनाएको होला जहाँ बसे नि जहाँ रहे सबैभन्दा आफ्नो इमान इज्जत हो नि होइन। र मलेसिया नराम्रो भन्ने होइन। मलाई चाहिँ एकदमै धेरै मनपर्छ कि किन भिडियो चाहिँ अलिकति लामो होला है। यहाँको समय यहाँको मौसम यहाँको परिवर्तन चाहिँ मलाई ठिक लाग्छ कि होला आफ्नो गभर्मेन्टपट्टिको फ्याक्टरमा कतिलाई चित्त नबुझ्ने होला होइन। र भन्छ सबैले राम्रै मात्रै राम्रो देख्दैन कहिलेकाहीँहरू पनि राम्रो देखिन्छ कि त्यस्तै मेरोमा यहाँको नियम कानुन आफ्नो होला कतिलाई मन नपर्ला मलाई मन नपर्ला त्यो आफ्नो ठाउँमा छ। तर यो ठाउँमा बस्नको लागि हावापानी चाहिँ विश्वकै नम्बर 1मा पर्छ होला जस्तो लाग्यो कि। विश्वकै एकैछिनमा पानी पर्ने एकैछिनमा जाडो हुने एकैछिनमा हुने भने भूमध्य रेखामा पर्ने कङ्गो होइन। त्यहाँ युद्धग्रस्त क्षेत्र हो होइन। तर त्यहाँ पानी बगालै पर्छ। तर यहाँ चाहिँ एउटा टाइमिङ ठ्याक्क है बेलुका सधैँ पानी पर्ने है। आज त नेपालले यस्तो फिलिङ आइरहेको त त्यो माथि टापुबाट घाम निस्किँदैछ त्यहाँ फेरि पनि गुड मर्निङ है त्यो हुन्छ होइन। अब यहाँ चाहिँ हावापानी एकदमै राम्रो कि न जाडो न गर्मी होइन। हुन त यहाँको मान्छेले ज्याकेट लगाएर हुन्छ होइन। ल
क्लब कम्पनी के कम्पनी भन्छ थियो मलाई त थाहा भएन यहाँको चाहिँ ठुलो कम्पनी कि धेरै नेपालीहरू काम गरेको छ होइन देख्नुभएको साथीहरूले सेयर गर्नु सब्सक्राइब गर्नु होइन भिडियो चाहिँ लाउँछ होला 5-6 मिनट केही भयो होइन यहाँ त यस्तो हरियाली छ यहाँ कहिले चैत अब हाम्रोतिर त चैत वैशाख लाग्नु लाग्यो नि होइन एकदम पात झर्ने रात लाग्ने तर यहाँ त्यस्तो हुँदैन कि यहाँ पात कतिखेर झर्छ कतिखेर पलाउँछ के भन्ने सधैँ हरियाली हुन्छ होइन जस्तै र म आएको चाहिँ 2 वर्ष जति भयो कि मैले त्यस्तो उरास लाग्दो समय नै देखिनँ कि भनेर ड्युटीमा बिजी हुन्छ होला अनि कहाँबाट देखिन्छ र भन्ने पनि साथीहरू हो नि त म फ्रिडम पनि धेरै हुन्छु कि होइन तर यो जुन देखियो नि यो हुँदो त त्यस्तो खुइलेको भन्ने यो औषधि हालेर मारे झारेको चाहिँ अब आजलाई चाहिँ यति भन्दै जो साथीहरूले यहाँसम्म फुल वाच गर्न आउनु भने उहाँहरूलाई चाहिँ हृदयदेखि नै धन्यवाद होइन र जो साथीहरूले फलो गर्नुभएको छैन फलो गर्नु होला है अब धेरै राम्रो क्यामेराबाट भिडियो खिचेर अपलोड गर्न नसक्यो भने आफूसँग यसो फोन चलाउँदै गरेको मोबाइलबाट खिचेर स्याटर हालेको है छैन अब यो टर्निङबाट गएपछि चाहिँ सेकेन्ड टर्निङबाट गएपछि चाहिँ मन यहाँ सानो बजार छ त्यहाँ बस्छु होइन यति भन्दै सबैलाई शुभ बिहान हस्त गाइस अहिलेसम्म वाच गरिदिनु भयो होइन त्यस्तै छ भन्छन् कतिले त होइन विदेश गएको छ अरे उतै रमाउने उतै हराउने देश मलेसिया भनेर भन्छन् होइन त्यो चाहिँ मान्छे बिना हुन्छ होइन हराउने मान्छे चाहिँ मलेसियामै आउनुपर्छ भन्ने छैन जुन देशमा पनि हराउँछ होइन रमाउने मान्छे जहाँ पनि रमाउँछ तर हराउनु भन्दा पनि कमाउनु भनेर आएको गाइस होइन सबैभन्दा ठुलो कुरो त बिहे नै नगरेको भए त हराउँथ्यो पनि होला नि रमाउँथ्यो पनि होला नि बिहे गरेपछि र पारिवारिक जीवनमा बाँधिएपछिको पीडा कथा सयौँमा एक होला नि त्यसरी विलिन हुने हराउने होइन तर म त्यसमा परिन गाइस सबैमा मिठो माया भन्दै म चाहिँ छुट्टिन चाहन्छु ओके बाई बाई